नमस्कार दर्शकबिन, स्वागत छ तपाईहरुलाई कथा संसारमा। आज हामी अर्को एउटा प्रसंग लिएर उपस्थित भएका छौं। तिब्बतको महान व्यक्तित्व दलाई लामा। दलाई लामाको उमेर अहिले 90 वर्ष पुगिसक्यो। सबैको एउटै प्रश्न रहेको छ, अबको दलाई लामा को हुन्छ त? दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृङ्खला हो। उनलाई विश्वभरिका बौद्ध धर्मावलम्बीहरूले आर्य अवलोकितेश्वर जीवित अवतारका रूपमा मान्दछन्। मंगोलियन भाषामा दलाईको अर्थ समुद्र र लामाको अर्थ गुरु हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गत मुख्य गेलुक पहिलो टोपी सम्प्रदाय समग्रमा सम्पूर्ण बौद्ध धर्मका गुरुको रूपमा श्रद्धा गरिन्छ। दलाई लामाको छनौट चाहिँ कसरी हुन्छ त? दलाई लामाको छनौट विधि, विशेष गरी दलाई लामालाई छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो। कहिलेकाहीँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारेमा केही जानकारी छोडेर जाने गर्दछन्, तर केही अवस्थामा भने तिब्बतको पवित्र लामो तालबाट आउने पवित्र तथ्य, महान गेलुक धर्माधिकारको सपनामा देखिने तथ्य वा गेलुक सम्प्रदाय वा दलाई लामाकी इष्टदेवी पाल्देन लामोबाट दिइने तथ्यबाट नै भावी दलाई लामालाई चयन गरिन्छ। वर्तमान 14औं दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो। यसरी चयन गरिएको सानो बालक दलाई लामा हो कि होइन भनेर अझ प्रश्न पार्नको लागि पछिल्लो दलाई लामाको प्रयोग गरेका सामानहरू उसलाई दिइन्छ। उनीहरूसँग सम्बन्धित वस्तुहरू रोज्न लगाइन्छ। यदि उनले सोही वस्तु रोजेको खण्डमा मात्र उनी सही दलाई लामा हुन् भनेर यकिन गरिन्छ र उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दीक्षित गरिन्छ। आखिर कसरी चिनिया सरकारले दलाई लामालाई भारतमा निर्वासित जीवन बिताउनको लागि बाध्य बनायो त? यो समय थियो 10 मार्च 1959, जब चिनिया सरकारले दलाई लामालाई एक विशेष चिनिया नाटक हेर्न र प्रदर्शनीमा भाग लिनको निमित्त आमन्त्रित गर्यो। चिनिया सरकारको यो अनौठो माग थियो, आउँदा कुनै बडीगार्ड नलिकन आउनु। यो सुनेर मानिसहरूलाई अचम्म लाग्यो, किन यस्तो शर्त? यसले सबैलाई सतर्क बनायो। आखिर कुरा के हो त? तिब्बतीय मानिसहरूलाई लाग्यो कि यसरी दलाई लामालाई बोलाएर चिनिया सरकार अपहरण गर्न खोज्दैछ अथवा गिरफ्तार या हत्या जे पनि हुन सक्दछ। असली कुरा त के भयो भने चिनिया सरकारको यो सुनिश्चित योजना थियो। चिनिया सरकारले आफ्नो सेना चारैतिरबाट तिब्बतमा पठाइसकेको थियो र पुरै तिब्बत घेरिसकेको थियो। केही समयपछि पुरै लासामा सेनाले घेरिसकेको थियो र सबै ठाउँमा चिनिया सैनिक तैनात भइसकेको थियो। दलाई लामा ती राजधानीमा थिए, पोतला दरबारमा। तिब्बतका जनताले जब यो कुरा थाहा पाए र सबै आफ्नो घरबाट एक एक गरेर निस्के र दरबारको वरिपरि सुरक्षा घेरा बनाएर बसे र ठूलो विद्रोह मच्यो। उनीहरू जस्तोसुकै परिस्थितिमा पनि आफ्नो नेतालाई जोगाउन तयार थिए। दंगा बढ्दै गयो र चिनिया सरकार र दलाई लामा बीचको सम्बन्ध टुटेको थियो। चिनिया सेनाले यसरी नै घेराबन्दी हालेको थियो कि दलाई लामा त्यहाँबाट बच्नको निम्ति एकदमै मुस्किल र गाह्रो भइसकेको थियो। दिन बित्दै थियो। लगभग 7 दिनसम्म तिब्बतीय जनताले आफ्नो नेतालाई जोगाएर सुरक्षित घेरामा राखे। तर मार्च 17, 1959 मा दलाई लामा भूमिगत हुन्छ र आफ्नो भेष बदलेर त्यहाँबाट भाग्न सफल हुन्छ। हेर्दा हेर्दै पुरै तिब्बतको राजधानी लासामा चिनिया सेनाले आक्रमण गर्छ र आफ्नो अधीनमा लिन्छ। यो कथा हो एक सार्वभौम सत्ता देश तिब्बतको। कुनै समय स्वतन्त्र थियो, पछि चीनले कब्जा गरेर चीनमा गाभ्यो। आखिर कसरी सम्भव भयो त त्यत्रो विशाल शक्तिशाली तिब्बतलाई गाभ्न? आउनुहोस् दर्शकबिन, आज हामी यो विषयमा छलफल गर्नेछौँ। हिमालयन पर्वतको श्रृङ्खलाको बीचमा रहेको तिब्बतको आफ्नै गौरवशाली इतिहास छ। उनीहरूले आफ्नै रीतिरिवाज र परम्परालाई संरक्षण गर्दै आएका थिए, जसमा आउँछ तिब्बतका महान धार्मिक गुरु दलाई लामा। उहाँले तिब्बतको धार्मिक परम्परालाई प्रतिबिम्बित गर्दछ। दलाई लामालाई मानिसहरू जीवित बुद्धको रूपमा पुज्दछन् र सम्मान गर्दछन्। एक नेताको छवि, उहाँको मेलेरेप्पाको परम्परा र छविलाई कम्युनिस्ट शासक चीनले अपहेलना गर्यो। इतिहासलाई निहाल्दा तिब्बतमा 3वटा विशाल प्रान्त थियो। नक्सामा देखिएको यो भूभाग उस्साङ, आम्दो र खाम, यी सबै प्रान्तहरू तिब्बतीय साम्राज्यको पालादेखि अस्तित्वमा थिए। यो प्रान्तलाई मिलाउँदा ठूलो क्षेत्रफल हुन आउँछ, झन्डै 25 लाख वर्ग किलोमिटर। पुरातात्विक प्रमाण अनुसार के देखिन्छ भने पूर्वी तिब्बतमा 4000 देखि 5000 वर्ष पहिलेदेखि मानिसहरू बसोबास गर्दथे। तिब्बतीय मानव सभ्यता निकै पुरानो मानिन्छ, तर यो तिब्बत एकीकरण भने 7औं शताब्दीतिर भएको थियो यार्लुङ राजवंशद्वारा। यो काम नाम्री
सोङथेन र उनको छोरो सोङचन गोम्पोले गरेको थियो। इतिहासमा हामी नेपालीहरूले नभुल्ने एक नाम भिरकुटी, जो उनै सङचोङ गोम्पोले विवाह गरेको थियो। उनलाई तिब्बतीय साम्राज्यको एकीकरण गर्ने संस्थापकको रूपमा श्रेय जान्छ। त्यसै बेला पनि तिब्बत र चीन बीच सीमा विवाद चर्किएको थियो र 821मा एउटा सन्धि भयो। दुवै देशबीच आफ्नो आफ्नो देशको सीमालाई लिएर त्यो सन्धि अन्तर्गत तिब्बतीयनहरू तिब्बतमा खुसी छन् र चिनियाहरू आफ्नो देशमा खुसी छन् र कसैले कसैलाई हस्तक्षेप गर्ने छैन आगामी दिनमा भनेर यो सन्धि भएको थियो। यो तिब्बतको एक महत्त्वपूर्ण समय थियो जहाँ तिब्बतमा बौद्ध धर्म धेरै नै फैलिएको थियो। सम्राट गोम्पोको 2वटा महारानी थिए, एक नेपालबाट र अर्को चीनबाट। उहाँहरूबाट पनि प्रभावित भएको देखिन्छ। झनै विशाल रूपमा बौद्ध धर्म विस्तार ईस्वी सम्वत 755 देखि 757 तिर जब राजगतिमा राजा त्रिसोङ देत्सेनले प्रवेश गर्यो। उनले ईस्वी सम्वत 755 देखि 795 सम्म शासन गरे। यहाँ अर्को एक व्यक्तित्वको नाम आउँछ जसले बौद्ध धर्मलाई अझै धेरै उचाइमा लग्नुभयो, महान गुरु पद्मसम्भ। उहाँले तिब्बतमा बौद्ध धर्म विस्तार गर्नुभयो। गुरु रिम्पोचे भनेर तिब्बतीयनहरू उहाँलाई चिन्छन्। त्यसै बेलादेखि औपचारिक शिक्षाका निमित्त नालदा विश्वविद्यालयका प्रमुख सान्तर्सीलाई बौद्ध धर्म पढाउनको निमित्त तिब्बतमा आमन्त्रण गरियो भारतबाट। तर भूराजनीतिमा हेर्दा सन् 1240मा मंगोलहरूको विस्तारवाद सँगसँगै तिब्बतमा ठूलो आक्रमण भयो र सम्पूर्ण तिब्बतलाई कब्जा गर्न सफल भयो। 1247मा आएर जङ्गेज खानको नाति गोदान खानले तिब्बतीयन लामालाई भेट्छ र उनीबाट निकै प्रभावित हुन्छ। उनको प्रभावमा गोदान खानले बौद्ध धर्म अपनाउँछ र बौद्ध मार्गी बन्छ। बुद्ध धर्मले सिकाएको ज्ञानको अवधारणालाई विशेष जोड दिन्छ। बौद्ध धर्मले आत्मज्ञानको, आत्मशुद्धिकरणको कुरालाई जोड दिन्छ। आफ्नो आत्मा चित्तलाई शुद्ध बनाउन र आफ्नो चित्तलाई निहाल्न र भेट्टाउन र त्यहाँबाट ज्ञान सिक्नको लागि विशेष जोड दिन्छ। तिब्बतीयन बौद्ध धर्ममा एउटा नयाँ मोड जब आयो, त्यो कुरा के भने उनीहरूले के कुराको अवधारणा ल्यायो भने गुरुहरूको पुनर्जन्म हुन्छ। प्रत्येक जन्ममा ती बालकलाई पहिचान गर्छौं र उनै बालकलाई लासामा लगी अघिल्लो जन्ममा जस्तै मान प्रतिष्ठा गरी गुरु मान्छौं। यस अर्थलाई अझ गहिरेर बुझौं। प्रमुख लामाको मृत्यु जब हुन्छ तब गुरुको इच्छा अनुरूप फेरि कसैको गर्भमा गएर पुनर्जन्म प्राप्त गर्दछ। उहाँलाई नै पहिचान गरी महागुरु बनाउँछन् र त्यही इज्जत मान प्रतिष्ठा प्रदान गर्छ र दलाई लामाको रूपमा स्थापना गर्दछ। अहिलेका दलाई लामा 14औं अवतारका लामा हुन्। उहाँ अहिले भारतमा हुनुहुन्छ। यो कथा अगाडि बढ्दै जाँदा 1720मा तिब्बतमा फेरि अर्को ठूलो आक्रमण हुन्छ। यसपटक भने चिनिया छिङ साम्राज्य वंशद्वारा आक्रमण गरिन्छ। यो आक्रमणमा तिब्बतले आफ्नो ठूलो भूभाग गुमाउँछ, खाम प्रान्त र आम्दो। यसको नामाकरण गरिन्छ सन् 1724मा सिङहाङ। यसले ठूलो क्षति बेहोर्नु पर्यो। तिब्बतले आफ्नो भूभाग गुमाउनु पर्यो र बाँकी रहेको तिब्बतमा केही हदसम्म नियन्त्रण गर्यो छिङहाङ वंशले र पूर्ण रूपमा स्वतन्त्र नभइकन साल 1912को जहाँ चिनिया सिङहाई क्रान्ति सुरु हुँदा कुचिनबाट छिङ साम्राज्यको पतन हुन्छ र चीनमा नयाँ युगको उदय हुन्छ, गणतान्त्रिक चीन। त्यही बेला यता तिब्बतमा लासाबाट सबै चिनिया सेनालाई लखेटिन्छ र तत्कालीन दलाई लामाले आफ्नो अभिव्यक्ति व्यक्त गर्दछ, हामी एउटा सानो र धार्मिक स्वतन्त्र राज्य हौं। स्पष्ट रूपमा चीनमा गणतन्त्र फर्केसँगै तिब्बतले आफ्नो स्वतन्त्र नारा घन्काउँदै थियो। तर यसको मतलब नयाँ निर्वाचित सरकारले तिब्बतको स्वतन्त्रतालाई स्वीकारेको भने होइन। चीन आफ्नो प्रभाव दबाव तिब्बतमाथि कायम नै राख्न चाहन्थे र चिनिया सरकारले तिब्बत पनि हाम्रो भूमि हो भनेर दाबी गर्यो र यहाँबाट विवाद चर्कियो। त्यतिखेर भारतमा कम्पनी सरकारले राज्य गरिरहेको थियो। यो विवाद सुल्झाउनको निमित्त बेलायती संलग्न भए। उनीहरूले दुवै पक्षलाई आग्रह गरे कि आओ भारतको सिमलामा बसेर वार्ता गरौँ, वार्ता गरेर समस्याको समाधान निकालौँ। यो समय हो 1914। त्यतिखेर एक सम्मेलन हुन्छ जहाँ ब्रिटिस र चीन तिब्बत बीच यो वार्तामा कुनै निचोड निस्किँदैन र निचोड बिना नै वार्ता टुङ्गिन्छ। चीनले यो सम्मेलनमा कुनै हस्तक्षेप गर्दैन, तर ब्रिटिस र तिब्बत भने सम्झौता हुन्छ। यसै बीच यो दुई देश बीच मित्रता अगाडि बढ्छ। यसरी आउने 40 वर्षसम्म तिब्बत स्वतन्त्र राज्य रहिरहन्छ। चीनबाट कुनै हस्तक्षेप हुँदैन। 1950 सम्म कुनै देशको प्रभाव हुँदैन, स्वतन्त्र रहिरहन्छ। शान्ति, अमन चयन र सद्भाव तिब्बतमा कायम रहिरहन्छ। जब 1949मा चीनमा यस्तो मोड आउँछ, माओ सेतुङको नेतृत्वमा चीनमा नयाँ शक्तिको उदय हुन्छ र पुरानो सरकार ढल्छ र पुरानो सरकार ताइवानमा निर्वासित हुन पुग्छ। चीनमा उदय हुन्छ जनवादी गणतन्त्र। चीनमा माओ सेतुङको जनमुक्ति सेनाले आरओसी सेनालाई परास्त गर्छ
अनि उदय हुन्छ आजको चीन। तत्काल माओ सेतुङले आफ्नो अभिव्यक्ति जनाउँछ, तिब्बतलाई स्वतन्त्र पार्नेछौँ, गणतन्त्र चीनमा गाभ्नेछौँ। 1950 रेडियो बेजिङमा एउटा समाचार घोषणा हुन्छ, यो वर्षको हाम्रो सेनाको काम भनेको तिब्बतको मुक्ति। र माओ सेतुङले तिब्बतमा आफ्नो सार्वभौमिकता लादे, चीनको साम्राज्यवादी महत्वाकांक्षालाई पुनर्जीवित पारे। माओ सेतुङ एक कट्टर कम्युनिस्ट थिए। उनी सबै धर्मको विरोधमा थिए। उनी कुनै धर्म र पदानुक्रम चाहिँदैन भन्थे। उनी तिब्बत चीन एक भूमि हो भन्थे। उनलाई तिब्बतका महत्वपूर्ण व्यक्तिले समर्थन जनाए। 10औं पञ्चेन लामा दलाई लामाको दोस्रो स्थानमा थिए। हामी चीनमा जनमुक्ति सेनाले जितेकोमा उत्साहित छौं र हामी तिब्बतको मुक्ति चाहन्छौं। सम्पूर्ण तिब्बती जनताको तर्फबाट हाम्रो समर्थन चीनलाई छ भनेर अभिव्यक्ति सावर गर्दछन्। खासमा यो 10औं पञ्चेन लामालाई गणतन्त्र चीनको सरकारले दिएको पद थियो, तर लासाको सरकारको रोजाइमा भने अरू नै लामा थियो। यो चीनको आरुसी सरकारको रोजाइको लामा थियो। पछि गएर जनवादी गणतान्त्रिक चीनले जितेपछि उनैको पक्षमाथि पञ्चेन लामाले बोले। त्यतिखेर उनी जम्मा 12 वर्षको मात्र थिए। यो एउटा महत्वपूर्ण मोड थियो चीनको लागि र दुर्भाग्य बन्यो तिब्बतको लागि। जनवादी गणतन्त्र चीनले 1 जनवरी 1950 तिब्बतसँगको एक घोषणा गर्दछ कि यो चीनको सार्वभौमिक भूमि हो। चीनले 12 वर्षको लामाको अभिव्यक्तिलाई लिएर यही प्रमाणको आधारमा आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दछ र चीन सरकारले आफ्नो प्रतिनिधित्वलाई लिएर वार्ता गर्नको निमित्त बेजिङ आमन्त्रण गर्दछ। 16 जनवरी 1950 सम्ममा तिब्बतमा रहेका अधिकारीहरूले यो कुरालाई व्यवस्था गर्दै कुनै प्रतिक्रिया जनाउँदैन। उनीहरूले यो कुरालाई नजरअन्दाज गर्छ कि चीनमा बसेर चीन सरकारले जे पनि दबाब गर्छ त्यो हामी स्वीकार्दैनौँ, हामीलाई हाम्रो भूमि प्यारो छ। तर चीन सरकारको यो माग भन्दा पनि खतरापूर्ण धम्की लुकेको थियो। अब यो समस्या त्यसै सुल्झिनेवाला थिएन। चीन सरकारले जसरी पनि तिब्बतलाई आफ्नो भूमिमा गाभ्ने प्रण गरिसकेको थियो। फलत 1 महिनाभित्र 7 अक्टोबर 1950 चिनिया सेनाका सिपाहीहरूले तीव्र रूपमा चारैतिरबाट तिब्बतमा प्रवेश गर्छ र आफ्नो कार्य अगाडि बढाउँछ। याङ्सी नदीलाई पार गरेर उनीहरू तिब्बतको पूर्वी प्रान्तको भागमा प्रवेश गरेर 2 हप्ताभित्र नै चाम्दो सहरलाई आफ्नो नियन्त्रणमा लिन्छ र सबै भूभागहरू कब्जा गर्छ। त्यो समयको अनुमान अनुसार चीनले आफ्नो भारी सेनालाई तिब्बतमा उतारेको थियो, जसमा 40 देखि 80 हजार सम्मको विशाल सेनाको फौज कारबाहीमा उत्रिएको थियो। त्यसताका तिब्बतको जनसङ्ख्या मात्र 10 लाखको आसपासमा रहेको थियो। त्यसमा पनि विशाल तिब्बती भूभाग, सबैतिर जनता छरिएर बसेको, जनघनत्व एकदम कम थियो। अब कल्पना गर्नुहोस् त, त्यत्रो विशाल सेनाले एकैसाथ निहत्या कमजोर जनतामाथि क्रूर तरिकाबाट बलजफत गरेर आक्रमण गरेर डर र त्रास चारैतिरबाट फैलाए। यो आक्रमणपछि तिब्बतमा हलचल मचियो, तनाव दङ्गा बढ्यो। जसअनुसार तत्कालीन 14औं दलाई लामा छ, उहाँलाई एकदमै कम उमेरमा तिब्बत राज्यको प्रमुख बन्नु परेको थियो, मात्र 15 वर्षको उमेरमा। यही कुरालाई लिएर 15 वर्षको दलाई लामा संयुक्त राष्ट्रसङ्घ अमेरिकामा सहयोगको लागि अपिल गर्दछ। संयुक्त राष्ट्रसङ्घको महासभामा यो आक्रमणको विषयलाई लिएर ठूलो चर्चा हुन्छ र विरोध हुन्छ। 18 नोभेम्बर 1950 संयुक्त राष्ट्रसङ्घले आधिकारिक रूपमा चीनको यस कदममाथि निन्दा गर्छ, आपत्ति जनाउँछ। तर संयुक्त राष्ट्रसङ्घसँग कुनै पनि आर्मी तैनात थिएन जो चाइनासँग युद्ध लड्नको लागि। अमेरिकाको यो कुराले चीनलाई खासै असर गर्दैन, तर चीनले आफ्नो रणनीतिलाई चाहिँ परिवर्तन गर्छ। लगभग चीनले सबै भूभाग कब्जा गरिसकेको थियो। तिब्बतमाथि कुनै दबाव सिर्जना नगरेको र कब्जा गरेको होइन भन्ने विश्वास विश्वमाझ देखाउन चाहन्थ्यो। त्यसैले त्यही कुरालाई कायम गर्नको निम्ति चीनले तिब्बतलाई वार्ताको निम्ति आमन्त्रण गर्दछ। अन्तमा 1991 तिब्बतीय प्रतिनिधिमण्डल चीनमा जान्छ। बेजिङमा पुगेपछि चीन सरकारले लामो एउटा सन्धिपत्र तयार गर्छ र त्यो सन्धिपत्रमा हस्ताक्षर गर्नको निमित्त तिब्बतीय प्रतिनिधिहरू बाध्य हुन्छ। यो तिब्बतको लागि स्वतन्त्र सार्वभौमिक देश बन्नको निमित्त बाधक थियो। यो अचानक भएको तिब्बतमा रहेको राष्ट्र प्रमुख दलाई लामासँग कुनै परामर्श गर्न मौका मिल्दैन। उक्त सन्धिपत्रमा के लेखिएको थियो भने यो 17 बुँदे सम्झौता अनुरूप भारी मात्रामा अंकुश लगाइएको थियो। तिब्बतीय जनता एकबद्ध हुनेछ र मातृभूमि जनवादी गणतन्त्र चीनसँग मिसिनेछ। यो बुदाले तिब्बतलाई चीनको एक प्रान्तमा कायम गराएको थियो। त्यसै अनुरूप अरू बुदाहरू भने तिब्बतको पक्षमा जस्तो देखिन्थ्यो। तिब्बतलाई स्वायत्त प्रान्त दिइनेछ, बौद्ध धर्मलाई सम्मान गरिनेछ र तिब्बतमा चलिरहेको राज्य प्रणालीमा चीन सरकारले कुनै हस्तक्षेप गर्ने छैन र यो कायम नै रहनेछ। दलाई लामा नै सबैभन्दा प्रमुख हुनेछ। यही कुराले मानिसहरूले कुनै विद्रोह गर्दैन। तर मुख्य कुरो के छ भने बुदा 1 को सन्धि अनुसार
मातृभूमि चीन फर्किने कुराले सबै बुधालाई नियन्त्रण गर्दथ्यो। 16 वर्षको दलाई लामाले जब यो पत्र पढ्छ, उहाँलाई पनि यो पत्र तत्काल ठिक लाग्छ र स्वीकार गर्दछ। अब यसरी नै समय बित्दै जान्छ, तर समस्या फेरि बल्झिन्छ। चीन आफ्नो वाचा र सम्झौता तोड्छ। यी सबै सम्झौता औपचारिक मात्र थिए, यो मात्र तत्काल समस्या सुल्झाउन गरिएको थियो। जब 1955मा दलाई लामाले पहिलो पटक चीन भ्रमणमा निस्किन्छ, उहाँ चीनको विकास देखेर प्रभावित हुन्छ। सुसज्जित भवन, चौडा सडक, विशाल उद्योग, उत्तम विकासका पूर्वाधार। यो वर्ष मात्र धेरै भन्दा धेरै तिब्बती अधिकारीहरूलाई चीन भ्रमणको लागि आमन्त्रित गर्दछ, किनभने तिब्बतलाई पनि महसुस गर्न जरुरी थियो चीन जस्तै विकास होस् तिब्बतमा भनेर। र आमन्त्रित लामा उच्च पदस्थ व्यक्तिहरूलाई विभिन्न शैक्षिक कार्यक्रममा सहभागी गराइन्थ्यो, जहाँ राजनैतिक पुनर्शिक्षाको कार्यक्रम रहन्थ्यो, किनभने यो चीनको रणनीति थियो। माओ सेतुङ कट्टर मार्क्सवादी थिए। उनी चाहन्थे कुनै पनि देशको समृद्धिको निमित्त एक धर्म, एक संस्कृति र एक देश, सबैले एउटै कुरामा विश्वास गरियोस्, कुनै किसिमको जातीय दंगा, हिंसा नहोस्, विविधता नहोस्। र पुरै चीनमा यो कुरा विस्तार गर्न चाहन्थ्यो र सबैले एउटै धर्म मानोस् र धर्म परिवर्तन गरियोस् भन्ने चाहन्थ्यो र समृद्ध चीन निर्माण गर्ने आकांक्षा राखिन्थ्यो। नोभेम्बर 1956मा एकचोटि दलाई लामा भारत भ्रमणमा निस्किन्छ र भारतमा सक्रिय रहेको तिब्बतलाई स्वतन्त्र पार्न चाहने स्वतन्त्र सेनाहरूसँग भेटवार्ता गर्छ, जहाँ तिब्बतलाई स्वतन्त्र पार्नको निमित्त गुरिल्ला फौज तयार गर्दै गरेको हुन्छ र सैन्य तालिम लिइरहेको हुन्छ। उनीहरूलाई भेटेपछि दलाई लामा अझ बढी गम्भीर हुन्छ, आफ्नो देश तिब्बतलाई लिएर, स्वतन्त्रतालाई लिएर, र तिब्बतलाई चीनको हस्तक्षेपबाट मुक्त गर्न चाहन्छ। चीनले तिब्बतको जनताको अधिकारमाथि दबाएका छन् र यो चीनकै उदारीकरण नीति होइन, चीन अझ बढी तिब्बतलाई उपनिवेश बनाइरहेको छ भन्ने कुरामा दलाई लामा अझ बढी प्रष्ट हुन्छ। यो ताकत तिब्बतमा धेरै संख्यामा युद्ध अपराध चलिरहेको थियो। गाउँका सोझा जनतालाई यातना दिइन्थ्यो। त्यो दिन आयो 1959। तिब्बतीहरू प्रतिरोधमा उत्रिन्छ। तिब्बतीन जनताहरू चिनिया सरकारको दमन र कब्जा विरुद्ध प्रदर्शनमा उत्रिन्छ। दंगा हुन्छ। चीनमा सेना विरुद्ध तिब्बतको राजधानी लासामा हरेक दिन विरोध प्रदर्शन हुन थाल्छ र ठूलो मात्रामा जनता सडकमा उत्रिन्छ र भीड एकदमै क्रोधित हुन्छ र चीन सरकारको विरुद्धमा नारा जुलुस लगाउँछ। यही समय अब चीन सरकारले दलाई लामालाई आमन्त्रण गर्छ चीनको प्रख्यात विशेष नाटक हेर्नको निमित्त। तर आफ्नो अंगरक्षकलाई भने ल्याउन नपाउने कुरा चीन सरकारको यो एउटा रणनीति थियो दलाई लामालाई पक्रिने। चीन सरकारले तत्काल आफ्नो सेना तिब्बतमा पठायो र लासामा रहेको पोतला दरबारलाई पुरै घेर्यो। त्यहाँ सबै जनताहरू पोतला दरबारका वरिपरि सुरक्षा घेरा बनाएर उभिएका थिए आफ्नो नेता दलाई लामालाई बचाउनको निमित्त। दलाई लामाका एक प्रमुख सल्लाहकार थियो। अघिल्लो घटनामा उनैका सल्लाहमा त्यही बसेर वार्ता गर्ने र वार्ताबाट समस्या सुल्झाउने कुरा सल्लाह दिएको थियो। तर यो पटक भने आज राति नै जति सक्दो दरबार छोड्नुहोस् र यहाँबाट भाग्नुहोस्। भविष्यमा अब के हुन्छ भन्ने कुराको पूरा आकलन थियो। 1959 मार्च 17 त्यो दिन थियो। लासामा ठूलो भीड जम्मा भएको थियो, हंगामा मचिएको थियो। त्यो कुरा दलाई लामाले आफ्नो अटोबायोग्राफीमा पनि लेख्नु भएको छ। ओरिकलले दरबारबाट बाहिर निस्कने, कसरी कहाँबाट भाग्ने नक्सा तयार पार्छ। बाहिर तनाव बन्न थाल्छ र चारैतिर बमबारी विस्फोट हुन थाल्छ। आखिरमा तिब्बतका महान दलाई लामा आफ्नो भेष बदलेर आफ्नो दरबार छाडेर भाग्छ। उनीसँग उनका आमा, बहिनी, भाइ र उनको सहयोगी उच्च पदका व्यक्तिहरू पनि दरबारबाट चिनिया आर्मीबाट बचेर निस्किन्छ। जब दरबारबाट दलाई लामा भागेको कुरा चिनिया सरकारले चाल पाउँछ, सबैतिर सैन्य विमान सहित लासाका सिमानामा खोज्न पठाउँछ। तिब्बतका भूगोल अनुसार दलाई लामा पक्रन धेरै नै सजिलो थियो, किनकि खुल्ला फाँट र चारैतिर खाली नै खाली जमिन थियो, जहाँ कुनै लुक्नको लागि घना जंगल थिएन। बाँच्ने रणनीति अनुसार सेनाबाट बस्दै बस्दै रातको समयमा यात्रा गर्ने निधो गरे। यो यात्रा यति कठिन थियो कि खानको लागि कुनै पनि सामान थिएन। बाटोमा जे भेट्छ त्यही खाएर बाँच्नु पर्दथ्यो। दरबारमा त्यस्तो सहेलपूर्ण जीवन बिताएका सबै परिवारलाई यो यात्रा निकै कठिन थियो। ज्यान बचाउनको निमित्त निरन्तर यात्रा गर्नु नै थियो। त्यही यात्राको बीचमा एउटा यस्तो आशालाग्दो किरण आइपुग्छ। अमेरिकी सेनाको गुप्तचर विभाग CIA। विश्वमा शीत युद्ध चलिरहेको थियो। त्यतिखेर अमेरिकालाई तेस्रो विश्व युद्धको शंका थियो। भारतले पनि CIA-लाई आफ्नो देशमा राख्नको निमित्त मन्जुरी दिएको थियो। वास्तवमा तिब्बतीय छापामार सैनिकलाई CIA-ले हतियार दिएको थियो र युद्ध रणनीति गुरिल्ला तालिम सिकाउँदै थियो। त्यसताका लासामा भएको दंगाको CIA-लाई पहिले नै जानकारी थियो। दलाई लामा तिब्बतमा सुरक्षित छैन भन्ने कुरा CIA-ले पत्ता लगाइसकेका थिए।
CIA को सहायताले त्यो टोली कठिन यात्रा पार गर्दै 2 हप्तामा करिब तिब्बतको अन्तिम गाउँमा पुग्छ, जो भारतीय सिमानाको गाउँ थियो। त्यतिखेरको तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पत्र लेख्दछ, म तिब्बतमा भएको सबै घटनाको बारेमा जानकारी गराउन चाहन्छु र आफ्नो परिस्थिति र अवस्थाको बारेमा जानकारी गराउँछु। उहाँले तिब्बतमा भएको सबै घटनाको बारेमा जानकारी गराउँछ र आफ्नो परिस्थिति र अवस्थाको बारेमा जानकारी गराउँछ अनि नेताहरूसँग आफ्नो भारत शरणको निम्ति अनुरोध गर्दछ। प्रधानमन्त्री पण्डित नेहरूले तत्काल चिठी पढेपछि आसाममा रहेको सेनाको टोलीलाई पठाउँदछ दलाई लामाको सुरक्षाको निमित्त र 21 मार्चमा दलाई लामालाई स्वागत गर्दछ। उहाँको अनुयायी शुभचिन्तकहरू हजारौंको भिड लाग्छ र नेहरूले सदनमा पनि त्यही दिन सम्बोधन गर्दछ। दलाई लामालाई सम्मान सुरक्षापूर्वक भारतमा बस्नको लागि व्यवस्था गरिनेछ भनेर। त्यसै दिनलाई लिएर हरेक वर्ष 10 मार्चलाई राष्ट्रिय विद्रोह दिवस मनाउँछन् तिब्बतीयनहरू। जब दलाई लामाले तिब्बत छोड्छ 25 मार्च 1959 मा चिनिया सेनाले पुरै लासा कब्जा गर्दछ। 28 मार्चमा तिब्बतीयन सरकारको विघटन गर्दछ र त्यसपछि चीनले तिब्बतलाई आफ्नो देशमा गाप्छ। एक राष्ट्र एक संस्कृति लागू गर्दछ। तिब्बतलाई फेरि स्वतन्त्र बनाउनको निमित्त 1965 सम्म पनि CIA संघर्ष गरिरहन्छ। तिब्बतीय छापामार सेनालाई तयार गर्दै उनीहरूलाई हतियार दिँदै तालिम दिँदै र गुरिल्ला अभ्यास गर्दै। तर यो CIA को प्रयास असफल हुन्छ र अमेरिका फर्कन्छ। जब CIA अमेरिका फर्कन्छ तब माओ सेतुङलाई अझ सहज हुन्छ आफ्नो एजेन्डा नीति लागू गर्नको निमित्त। 1966 देखि 1976 सम्म तिब्बती संस्कृतिमाथि ठूलो हमला हुन्छ। बौद्ध गुम्बाहरू भत्काउन सुरु गर्छ, सांस्कृतिक स्थलहरू भत्काइन्छ। यो 10 वर्षको समयमा 10 लाख तिब्बतीयनहरू धेरै नराम्रो अवस्थामा आउँछ। कति मारिन्छ, कति घरविहीन हुन्छ, बढी भन्दा बढी काम गर्नुपर्ने र पुरै तिब्बतमा भोकमरी फैलिन्छ। तिब्बतले यो भन्दा अघि कहिले पनि भोकमरीको सामना गर्नु परेको थिएन। 6000 भन्दा बढी गुम्बाहरू पुरै ध्वस्त पारिन्छ। प्राकृतिक स्रोत र साधनको सबै दोहन हुन्छ। 80% भन्दा बढी तिब्बतको रुखहरू काटिन्छ। वर्तमान समयमा पनि चीनको सबैभन्दा गरिब आबादी तिब्बतमा देखिन्छ। त्यसै कारणले गर्दा तिब्बतमा अहिले पनि बेला बेलामा दंग भइरहन्छ। तिब्बतमा अहिले पनि बेला बेला तिब्बतीय जनताले आफ्नो अधिकार र मागको लागि दंगा गरिरहन्छ। 1987 र 1989 मा तिब्बतले विद्रोह गरेको थियो र सरकारले कडा नीति ल्यायो र चीनमा सैनिक कानून लागू गर्यो, पत्रकारलाई निषेध गरियो। फेरि 2008 मा पनि अर्को विद्रोह मच्चिएको देखिन्छ। यो विद्रोहमा करिब 1000 भन्दा बढी तिब्बतीहरू मारिन्छन् र 1000 भन्दा बढी तिब्बतीयनहरू बेपत्ता हुन्छन्। प्रमुख दलाई लामाको उमेर अहिले 90 वर्ष पुगिसक्यो। धेरैको प्रश्न अबको नयाँ दलाई लामाको हुन्छ त? तर दलाई लामाको अभिव्यक्ति अनुसार यो परम्परालाई तोड्नुपर्छ। अब जनताले नै दलाई लामा रोज्नुपर्छ। उहाँको चाहना तिब्बतीयनहरू आफ्नो दलाई लामा आफै नियुक्त गर्नेछ। अबको दलाई लामाको भविष्य के होला त? वर्तमान अवस्थामा पनि दलाई लामालाई लिएर चीनमा विवाद उत्पन्न भइरहेको छ। चीन सरकारले पेन्चेन लामालाई दलाई लामा बनाउने घोषणा गरिसकेको छ र भविष्यमा दलाई लामाको अस्तित्व के होला त सबै मानिसहरूको चासोको विषय रहेको छ। हस्त दर्शकबिन, आजको यो श्रृङ्खलाबाट भने हामी बिदा हुनेछौँ। अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेलका लागि बिदा दिनुहोस्। नमस्ते।